स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल हाई नेपाल YouTube च्यानलमा। यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने चाहिँ एउटा सब्स्क्राइब र शेयर चाहिँ गरिदिनु होला अनि लाइक पनि गर्न नभुल्नु होला। आजकल चाहिँ मैले भिडियो हाल्न छोडिसकेँ किनकि तपाईहरुले माया नै देखाउनु भएन मलाई। अब शेयर सब्स्क्राइब लाइकै गर्दिनु हुन्न, त्यही कारणले पनि मैले चाहिँ आज भिडियो नहालेको धेरै समय भइसक्यो। त्यही पनि अब 1000 सम्म सब्स्क्राइब पुगेपछि चाहिँ मैले खासै त्यस्तो उस गर्दिन भनेको, तर 1000 पनि पुराउन गाह्रो भयो। त्यही भएर चाहिँ म आजकल चाहिँ अब युट्युबबाट माया देखाउनु भएन भने जस्तो मैले फिल गरिसकेँ। त्यही भएर चाहिँ भिडियो हाल्न पनि छोडिसकेँ। तर आज चाहिँ भिडियो हाल्दै छु किनकि आज चाहिँ पोखरा भर्सेस सुदूरपश्चिमको गेम छ। पोखरा चाहिँ फेभरेट टिम भएको कारणले, पोखराको सपोर्टर भएको कारणले चाहिँ आज पोखराको हाल्दै छु। अस्ति चाहिँ कारणवश हाल्न पाइन। अस्तिको गेम चाहिँ अस्ति पोखरा हार्यो, तर दुर्भाग्य नै भन्नुपर्छ किनकि नेपालको एनपिएलमा चाहिँ नै सबैभन्दा बढी टार्गेट पाउने नै पोखरा नै भयो। अस्ति चाहिँ अहिलेसम्मको टार्गेटमा बढी पाउने नै पोखरा नै भयो। तर आज चाहिँ त्यस्तो हुँदैन। आज चाहिँ मामाले केही गर्नुपर्छ, राष्ट्रिय मामाले हाम्रो। आज रहेको छ सुदूरपश्चिम र पोखराको गेम चाहिँ। सुदूरपश्चिमलाई चाहिँ आज नेपालले हराउनै पर्छ, जसरी पनि हराउनै पर्छ किनकि सुदूरपश्चिमले अस्ति जिति पनि सकेको छ। तर पोखरा चाहिँ अस्ति विराटनगर किङ्ससँग हारेको कारणले पनि आज चाहिँ पोखराले जित्नु नै पर्छ। यदि पोखराको फ्यानहरू हुनुहुन्छ भने चाहिँ एउटा सब्स्क्राइब लाइक र शेयर चाहिँ गरिदिनु होला पक्कै पनि। यदि म चाहिँ पोखरामै छु, पोखराकै फ्यान हो है, त्यसै कारणले पनि एकमा त्यही माथि मामाको फ्यानहरू पनि धेरै हुनुहुन्छ। यदि मामाको फ्यानहरूले पनि सब्स्क्राइब गर्न नभुल्नु होला। म चाहिँ यही पोखराबाट नै हेर्दैछु है लाइभ चाहिँ। अब उहाँ काठमाडौँ जान सम्भव पनि भएन। अब 300 तिरेर मैले पनि दिसम्मबाट हेर्ने बनाइसकेको छु। अस्तिको गेम चाहिँ हेर्न पाइनँ है, मैले पनि थाहा नै थिएन। ल आजको गेम चाहिँ ढुक्क हेर्नुपर्छ। पोखरालाई अल द बेस्ट, पोखराले जिताउनुपर्छ है आज। भोटिङ गरेर त जित्ने होइन, त्यही पनि भोटिङ त गर्नु पर्यो। मोबाइलबाट भयो भने उहीँ जान त सम्भव भएन होइन। यदि पोखराको फ्यान हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गर्नु होला, शेयर गर्नु होला।